धेरै दिनपछि फेरि है भ्लग गर्दैछु म। हिँडेको आज किन पोजिटिभ भाइब आफूलाई राख्नलाई पनि बनाउनु पर्दो क्या कहिलेकाहीँ त। यो बाटोमा त्यो हाल्नु छ ब्लक ड्रागन हटपट रेस्टुरेन्ट, जहाँ पनि चाइनिज रेस्टुरेन्ट छ है आजकल। यहाँको चाहिँ बन्द भएछ यो। ल हनुमान थान नजिक आइपुग्यो है। भ्लग बनाउनु भने यत्रो क्यामेरा है अब लिएर आइदिएको छ अब मेरो छोरीले बाहिरबाट। अब यसको युज त गर्नु पर्यो कुनै पनि, माइन्ड चेन्जको लागि पनि पर्दो रहेछ क्या, खालि भ्युजको लागि मात्र होइन। भ्युज सब्सक्राइबर मात्रै आउँछ भनेर बनाउनु चाहिँ बेकार हो। न अब अहिलेको जमानामा आफूलाई पोजिटिभ भाइब निकाल्नलाई पनि एउटा बाटोमा देखिएको कुराहरू के छ कसो छ होइन। अलिकति राम्रो क्यामेराले खिचिएपछि त्यसको प्रस्तुति पनि राम्रै हुन्छ नि त। अनि त्यो अब यहाँ आएर ठ्याक्क जाम कि। अनि यो मेरो कुकुर छ नि बोबो, हरामी बोबो छ है। हे बोबो यता बोबो। 11:10 बजेको समय छ है। एभ्रिडे जाम छ। अब के गर्ने काठमाडौँमा थापाथली है। अब धेरै बिल्डिङहरू चाहिँ बन्यो क्या यहाँ। यो बिल्डिङ बन्यो, गाडीको सोरुमहरू। RBBL माइती घर आइपुग्यो है मण्डला। नयाँ बिल्डिङ्सहरू धेरै बनिरहेको छ है अवस्था काठमाडौँ सिटी। ए मैले यहाँ हालिनँ उसको त्यहीँ घरमै राखेँ होला भित्रको सरी है। गयो होला भनेको फेरि झ्याप्पै रोक्यो यार। म यसबाट पठाइदिउँला नि तिमीलाई कट गरेर, कुरा बुझेनौ? फेरि होइन यसबाट पठाइदिन्छु नि म। होइन यसबाट पठाइदिन्छु नि।
22 गते हामीहरू बानेश्वरतिर जाँदैछौँ। आज 22 गतेको दौरान यो रुखको पातहरू पोहोर सालको तुलनामा यसपालि धेरै पानी पर्यो। पोहोर साल पर्दै परेको थिएन पानी, योपालि पर्यो। होइन पछि पो आयो त भाडी, यो सिजनमा परेको थिएन कि। आज 22 हो। सिडनी ब्रिज हाम्रो सिडनी ब्रिज मुनि एउटा खोला छ। सिधो टिकटकरले यहाँ मास्टरले त डान्सै गर्दै थियो यहीँ बसेर। त्यसको त टिकटकमा पनि धेरै रहेछ, भाइरलै हो कि क्या हो। टिचर डान्स पनि मजाले गर्दछ त्यसले। त्यसको धेरै पनि रहेछ पुगेको। अनि त्यो भएको कारणले गर्दाखेरि त्यसलाई जोस आउँदो होला नि त। त्यो भइसक्यो क्या उसको। That स्वाट आयो क्या यो स्कुटर। यसरी आउनु हुँदैन। यस्तोसँग आयो कि उसले डाइरेक्टली छ नि एकछिन रोकेर आउनु पर्थ्यो क्या स्कुटर। यस्तो नराम्रोसँग आयो कि यदि बाई द वे गाडी स्पिडली कुदेको भएदेखि एक्सिडेन्ट हुने धेरै सम्भावना थियो। भित्रबाट आउँदाखेरि त कमसेकम अलिकति रोकेर हेरेर मात्रै आउनुपर्छ नि भनिरहेको छ नि त। होइन स्पिडली कुदाएर टर्न गरे ल। एयरपोर्ट अहिले बनाउँदैछ क्या है। जे पनि एउटा एयरपोर्ट त छ नि, अब त्यो जस्तै भए पनि।
अहिले चाहिँ यो टक्क लाएर त्यो ब्लकहरू छ नि त्यो दुबईतिर पनि वालको उसमा यस्तै गर्थ्यो नि होइन त्यो राम्रो हो त्यस्तो गऱ्यो भने अलिकति डेकोरेसन भयो नि रनवे पनि राम्रो हुन्छ लेदा भाँसिएर पनि आउनु पाउँदैन वरिपरि त्यसो गऱ्यो भने त्यो बरु धेरै राम्रो के त्यो पुरै त्यहाँदेखि त्यस्तो गरेको रहेछ त्यो राम्रो छ हेर्दा पनि राम्रो देख्यो नि त हो नि अहिले ठ्याक्क कस्तो राम्रो हुन्थ्यो त्यस्तै मिस्टेक भयो होला कस्तो बेलामा लकीले आएको थियो प्लेन अब के थाहा अब यहाँ खिचिराख्ने मान्छेले त यहाँनिर यस्तो हुनसक्छ भने पहिले होइन त्यो सोच्ने मात्रै कुरोहरू अहिले लङ टाइम भन्न नबनाइरहेको सधैँ एउटै कुरोमा के को लागि त भन्ने भने अरू कुराहरू पनि त छ नि होइन अघि नै भनिसक्यो नि त भ्यू बढाउनु र सरसर बढाउनु मात्रै त होइन रहेछ अनि पहिलाको सोचहरू धेरै थियो अब अहिले आफ्नै किसिमको कुराहरूले होइन यहाँ माथि बसिरहेपछि विभिन्न प्लेन उडिरहेको हुन्छ क्या यहाँ चाहिँ आएर बसेपछि चाहिँ नि यही एक दिन यहीँ बसेरै बनाइरहनु पर्छ होइन प्रशस्तै हुन्छ नि यो छ नि यसको नाम के अरे हाम्रो उतातिर हुने बोट दुबईतिर हुने दुबईतिर हुन्छ के बोट रहेछ त खजुरको जस्तो बोट रहेछ कस्तो राम्रो क्या खजुरको जस्तो हो तर खजुर होइन तर बोट त्यस्तो भए पनि राम्रो छ नि त हरियाली और रास्ता नेपालमा अहिले प्रदूषण बढ्नुको मुख्य कारण चाहिँ के होला भन्दाखेरि मलाई जहाँसम्म चाहिँ धुवाँहरू पनि हो कि पल्युसन धेरै छ होइन गाडीहरू अनि स्पेसल्ली बाटोमा चाहिँ धुवाँको गाडीहरू चाहिँ मैले धेरै चलिरहेको देखेको छु है किनभने धुवाँको गाडीहरू चलाउनु पाउँदैन भनेको छ नि त धुवाँको भएको गाडीहरू बाटोमा चलाउनु पाउँदैन भनेको छ होइन लाइसेन्स लिने बेलामा तर बाटोमा चाहिँ धुवाँ भएको गाडीहरू चाहिँ प्रशस्तै मात्रामा चलिरहेको देखाएको छु है त्यसमा प्रायः जस्तो बसहरू छ होइन अलि पुरानो किसिमको गाडीहरूले चाहिँ धुवाँ धेरै फ्यालिरहेको देखाएको छु त्यस्तो गाडीहरू चाहिँ सकभर नचलाइदिएदेखि हुन्थ्यो किनभने धुवाँ भएको गाडी त चलाउनै हुँदैन भनेको छ नि त होइन अब सबै इलेक्ट्रिक गाडी चलाएर पनि सम्भव नेपालमा त्यो पनि कमी छ इलेक्ट्रिसिटी बत्ती बाल्नलाई त यहाँ अस्ति चाहिँ बत्ती सधैँ आउँथ्यो अहिले नै लोडसेडिङ हुन थाल्यो के हो होइन कसैले चाहिँ नि बत्ती बाल्न सक्ने कसैले बत्ती बाल्नै नसक्ने जडीबुटी तथा प्रशोधन कम्पनी लिमिटेड आइपुग्यो है ल यो गाडीले धुवा फालिरहेको छ पुरा यो बस छ नि यो बसले अहिले मैले भर्खरै धुवा फालेको थिएँ यसले एक मुस्लो धुवा फालिदिइसक्यो यस्ता गाडीहरू कति चल्या होलान् होइन त्यसमा त अलिकति हुनु पऱ्यो नि हो यसैको कारण होइन पोल्युसन चाहिँ बढिरहेको छ अलि व्यावसायिक हिसाबले मात्र गरेर भएन नि यहाँ चाहिँ अहिले नगरपालिकाको बसेछ पहिला चाहिँ त्यहाँनिर कटेजहरू थियो रेस्टुरेन्टहरू जस्तो खोलिरहेको ठाउँमा चाहिँ
अफिस वडा अफिस चाहिँ जुनसुकै ठाउँमा पनि हरेक एउटै बिल्डिङ एउटै नक्सा यहाँनिर जर्मन होम्स मेरो अहिले एउटा नयाँ घर बनाएको छ कि ठ्याक्कै जर्मन होम्स जस्तै अहिले नयाँ एउटा बनाएको जर्मनतिरकै घर जस्तो कि मैले अस्ति देखेँ नयाँ नवनिर्मित सहर आइरहेछ है नयाँ बाटो पनि लेन तर अहिले मैले नारायणघाटमा देखेको यस्तो 4 लेन रहेछ यो 1 लेन भयो 2 लेन भयो होइन अर्को 1 लेन अनि अर्को 1 लेन गर्दाखेरि तिम्रो त्यति ठुलो बाटो होला अनि 2 लेन चाहिँ गाडी सिधै जाने युट्युबमा मैले अस्ति हेरेको थिएँ अनि 2 लेनबाट चाहिँ यता आउने यताबाट 2 लेन जाने मात्रै यो लेनबाट गयो नि अहिले उयो लेनबाट पनि गयो होइन अनि अर्को 2 लेनबाट चाहिँ खालि आउने मात्रै सिस्टम बनाएको छ क्या अहिले भनेपछि अब भरतपुरमा चाहिँ बरु अझ राम्रो बाटो बन्छ अहिले नेपालको सर्वाधिक राम्रो बाटोमा त्यो पर्छ होला किनभने यहाँ काठमाडौँमै त हुन सकेको छैन एउटा 1 लेन यो गइरहेछ अनि अर्को 1 लेनबाट आइरहेछ अनि साइडको कर्नर बाटोहरू जुन छ नि सानो सानो बाटो होइन त्यो बाटो पनि जान त सकिन्छ तर त्यति फराकिलो देखिएको छैन छन चाहिँ यो सिस्टम एउटा चाहिँ लागू हुनु पर्यो सिस्टम भएर आओस् म एउटा नागरिकको हैसियतले के भन्छ नि सचित छ है अब हाम्रो पनि हाम्रो किसिमको विकास पनि भइरहेको एक किसिमको विकासै पनि हो यो होइन तर चाहिँ अब एउटा सिस्टम चाहिँ अलिकति भयो भने चाहिँ राम्रो हुन्थ्यो होला है सिस्टममा बीचमा स्कुटर चलाउनु मनमानी भयो क्या मनमानी छ कि अब यही हो सिस्टम नभएको भनेको अनि एउटा सिस्टम बसालिदियो भने राम्रो हुन्थ्यो ऊ जहाँ खाली छ त्यहीँबाट हिँडेको छ कि यो भनेको सिस्टम नभएको हो नि त ऊ आइसक्यो होला नि त त्यो भाइ आइसकेको भए त फोन गरिहाल्थ्यो नि सूर्यबिना जाने कताबाट आउँ यहाँ अगाडिबाट होइन भनिहाल्छ 11:30 बजे कति बजे हेर्नु त 12 बज्न लाग्यो नि 5 मिनट भयो आइसक्यो होला त्यसकोदेखि आइसक्यो होला 12 बज्न 5 मिनट यहीँबाट होइन हेलो कता पुग्नु भयो हजुर म अब यहाँ सूर्यविनायकको यो हाइवेबाट छिर्दैछु ल आइहाल्नु चाँडो कहाँ 11:30 12 बजी लागिसक्यो त हजुर अब फेरि अब कति बेर बस्ने त टाइम धेरै लाग्ने हो क्या हो तपाईँलाई टाइम धेरै लाग्ने हो क्या चाँडो आइदिनु न ल
ल कहाँदेखि आउनु पर्ने मान्छे खोइ कताबाट आउनु है अर्को काममा लागेछ फेरि ऊ आउने चाहिँ कहाँबाट कतातिर त जान दिनु यस्तो ढिक्का लागेर आउँछ मलाई त बुढाबुढीको तिमीले 11:30 पनि उसैले 11:30 भने कति लामो ट्याक्सी हो यो अरूलाई पनि डिस्टर्ब हुने दुईटा ट्याक्सीको एउटै छ अर्को ट्याक्सीलाई यताबाट निस्किनु परिसक्यो कति ओभरटेक गर्नुपर्ने आमा अहिले ट्याक्सीलाई भेट्यो नि त ओभरटेक गर्छ भन्नु पर्ला जस्तो रङ साइडबाट ओभरटेक गरिदिनु कि जाने बाइकहरू त ल भनौँ ट्याक्सीहरूमाको ड्राइभरहरू पनि खत्तम क्या हिँड्नु नि फेरि अब चाँडै यिनीहरू पनि फेरि यो सूर्यविनायकको बाटो चाहिँ कहिले बढ्दैन होला भनेको जेहोस् बनाएछ ठुलो बनाएछ यो पनि मन्दिर गइसक्यो होइन मन्दिर कहाँ भयो मन्दिर आएकै छैन अचम्म छ काठमाडौँमा जन्मेको होइन भने तपाईँ हो जन्मेको भन्दैमा सबै कुरो कहाँ थाहा अहिले अनि सूर्यविनायक परिवर्तन अहिले भर्खर चेन्ज भइसक्यो नि त सबै ठाउँहरू पहिला जस्तो छैन चेन्ज भए पनि थाहा हुन्छ क्या आउनु त अस्ति नै पनि आएको होइन हामीहरू कहिले त्योभन्दा बच्चामा पहिला पहिला आएको यताबाट आउनु नि फेरि यो चाहिँ यति भएर किन मर्नु पर्ने भर्खर आएछ एक्चुअली हामी कहिले आउँदा यहाँ त बसै आइरहेको थियो भिड थियो न्यु इयरको बेलामा सूर्यविनायक मन्दिर आइपुग्यो ल अहिले नै घर बिर्सिसक्यो त्यसको कति भइसक्यो नआएको यो फोटो राम्रो आउँछ पाइलट बाबाको ठाउँ है मास्तिर नजाउँ है यतिबाट फर्क्यौँ होला फर्क्यौँ अब मास्तिर म जान आएकै होइन हामी किन जानु बेगर्नु जान नआए पनि त जान त हुन्छ नि तपाईँको अनि के कुरा गरेर त जान आएकै होइन किन भने त हुन्छ भने भइहाल्यो नि ब्याक गरेर पो त कताबाट गर्नु पर्ला मास्तिर गयो भने पाइलट बाबाकोमा तलतिर गयो भने भक्तपुर साइड भैँसीटा पार्टीतर्फ जानुला है
भैँसेपाटीतिर त गइराखेको यहाँ पनि विकास छ बरु लाइटहरू यस्तो राम्रो बल्छ कि बेलुका उज्यालो छ क्या ठाउँ उयो अस्ति त्यो बाढी आएर चाहिँ नि त्यस्तो अवस्था हुँदाखेरिसम्म पनि केही उद्धार हुन सकेन कि अहिले एक्चुअली त्यो कुरा पनि सम्झिन्छु म होइन अनि के रहेछ त अब भनौँ न आखिर त्यहाँ त्यत्रो त्यो बाढी आएर मान्छे हामीले चाहिँ नि युट्युबमा हेरेको थियौँ त्यो यही ठाउँ हो ल छानामाथि थियो त्यो मान्छेलाई बगाइहाल्यो आखिर खोलाले यही खोला है अहिले यो साइडतिर हाउसिङ त पुरा गइरहेको छ यतापट्टि मेडिसिटी हस्पिटल छ ल अनि कसरी त्यो किसिमको हुन सकेन के उद्धार त्यस्तो किसिमको कन्डिसन भोलि पनि त हुनसक्छ नि त्यस्तोमा चाहिँ नि के कसो गर्ने भन्ने कुरोहरूको विषयमा केही सोच विचारलाई अझ अगाडि बढाइदिएको हुन्थ्यो भन्ने कुरो मेरो धारणा भैँसेपाटीको उकालो चाहिँ अहिले यो रोड पहिला पत्तुर थियो नबनेर धुलो खाएर लगभग 1-2 वर्ष त ए तोसीमा कार्की सांसद भएपछि बनेको रोड ल अब हेर्नु है अहिले कस्तो राम्रो छ योर्क रोड चाहिँ यस्तै हुनु पर्यो कि राम्रो तर अब चाँडै भत्किन्छ भने त भएन ल भैँसेपाटीबाट हेर्ने सिनेरी ल यो के अवस्था छ है यो ल हेर्नुहोस् यो भत्किएको छ यो भत्किएको नि ल हेर्नुहोस् यो ल बनाइहाल्नु पर्यो नि यो कस्तो किसिमको कमजोर किसिमको बनाइराख्यो क्या यो भयो त यो हेरे हो त कि यही विकास हो त ल तोसीमा कार्कीलाई होइन हाम्रो चिरी बाबुलाई ल मान्छे त छन् नि यत्रो पृथ्वीमा भात खाने नै छन् सबजना कसैले पनि त झारपात त खाएको छैन होला जनावरले जस्तो दुनियाँको देश पनि त घुमेर हिँडेको छ नि देखेको त होला नि आफ्नो देशमा के गर्नुपर्छ नि सधैँ भोज मोज मात्रै हो त हाम्रो देशमा त पैसा खानुपर्छ पैसा खालि भोज खालि मोज होइन भोज पैसा खाने पैसा तपाईँको के अरे कुनै कसको पनि आयो सचिन आयो के अरे नाम बिर्सेँ मैले 37 10.5 महिना कुमारी ब्याङ्क यतै होइन यही हो यही टिमबाट होइन गाडी टिमबाट राख्ने जाने मनिषी त्यो भैया छ कि छैन टेन्सन यो गाडी यता लगे पनि हुन्थ्यो होला त होइन मलाई के भने कुनै हुँदैन कि